फेरि धेरै मानिसहरूको एउटा कमन धारणा कस्तो रहेछ भने यो विकास भनेको चाहिँ बाटो बनाउनु, पुल बनाउनु, होइन, विद्युत जलविद्युतका आयोजनाहरू बनाउनु, भौतिक संरचनाहरू बन्नु मात्रै विकास भन्ने बुझ्यौँ हामीले लामो समयसम्म। तर त्यसो नभइकन मानवीय अस्तित्वको स्वीकार गर्ने र मानवीय मूल्य र मान्यतालाई अगाडि बढाउने कुरासँग जोडिएको एउटा मानव विकाससँग जोडिएको एउटा पक्षको रूपमा आज हामी यसमा अगाडि गइरहेका छौँ। यो खोप आफैमा चाहिँ यो कुनै पनि रोगसँग लड्नका लागि एक खालको प्रवर्धनात्मक क्रियाकलापसँग जोडिएको विषय हो। वास्तवमा रोगसँग लड्नुभन्दा अगाडि व्यक्तिसँग निर्माण हुने क्षमता विकास गर्नका लागि र हाम्रो आयु विकास गर्नका लागि, आयु बढोत्तरी गर्नका लागि जोडिएको विषय चाहिँ खोपसँग जोडिएको विषय। प्रारम्भमा यो 2034 सालभन्दा अगाडिसम्म नेपालमा बिफर थियो। यो बिफर उन्मूलन गर्ने क्रममा ठुलो सुईले मान्छेको शरीरमा खोप्ने, घोप्ने भएकाले यसलाई खोप भनिएको थियो वास्तवमा। तर यो अङ्ग्रेजीमा यसलाई भ्याक्सिन भन्दा भनिन्छ। यो चाहिँ फेरि चाहे त्यो इन्ट्रामस्कुलर होस्, चाहे त्यो इन्ट्राडर्मिस होस्, चाहे इन्ट्राभेनल होस्, जुनसुकै प्रकारको होस्, रोगसँग लड्नका लागि हामीले पूर्व तयारीको रूपमा कुनै कुरा अवलम्बन गर्छौँ भने यो आफैमा खोप हो। नेपाल सरकारले यो 15 महिनासम्मको बच्चालाई, हुन त त्यहाँदेखि बाहेक अरू धेरै खोपहरू छन्, चाहे रेबिज विरुद्धको भ्याक्सिनको कुरा तपाईँले सुन्नुभएको थियो होला, कोभिड विरुद्धको भ्याक्सिनको कुरा सुन्नुभएको थियो होला, त्यो अरू विभिन्न खोपहरू सरकारले आवश्यकतामा आधारित भएर प्रदान गर्छ। तर यो चाहिँ बाल मृत्युदरलाई कसरी कम गर्ने भन्ने कुरासँग जोडिएर बच्चा 15 महिनाको हुने बेलासम्ममा सबै प्रकारको खोप सरकारले निःशुल्क वितरण गर्छ, सरकारको दायित्वमा पर्छ। त्यो खोप सबैले निःशुल्क वितरण गरेको खोप सबैले लाउने आम नागरिकहरूको दायित्वमा पर्छ भन्नका लागि यो कार्यक्रम आयोजना गरेको विषय थियो वास्तवमा। सन् 1990 सम्मको दशकमा नेपालको स्वास्थ्यको अवस्था हेर्ने हो भने त्यतिखेरसम्म बाल मृत्युदरको अवस्थालाई हामीले कुरा गर्दा प्रति 1000 जीवित जन्ममा 138 को संख्यामा थियो बाल मृत्युदर। सन् 1990 को कुरा गरेको मैले। आजको दिनसम्म हामी आइपुग्दाखेरि बाल मृत्युदरलाई घटाउनका लागि 5 वर्षभित्रमा 29 र 6 महिनाभित्रमा हामीले 17 सम्म झार्न सफल भएका छौँ प्रति 1000मा बाल मृत्युदर। त्यसकारण यो बाल मृत्युदर जुन तरिकाले पछिल्लो दिनमा घट्दै गएको छ, मातृ मृत्युदरलाई हामीले जुन तरिकाले घटाउँदै लगेका छौँ, यो आफैमा मानव विकाससँग जोडिएको, स्वास्थ्यसँग जोडिएको असाध्यै अमूल्य पाटो हो। र यो एउटा मात्रै व्यक्तिको तर्फबाट, एउटा मात्रै संस्थाको तर्फबाट यो हासिल भएको विषय होइन। तपाईँ हामी तमाम स्वास्थ्यकर्मी, स्वास्थ्यमा रुचि राख्ने सबै समाजसेवीहरूको तर्फबाट हासिल भएको विषय हो वास्तवमा। विभिन्न दार्शनिक निकायहरूले हाम्रो बाल मृत्युदरलाई कम गर्नका लागि, मातृ मृत्युदरलाई कम गर्नका लागि सहयोग पनि गरेका छन् र त्यो सहयोग गरेको फलस्वरूप पनि हामी यो अवस्थासम्म आइपुगेका छौँ। त्यसैले पछिल्लो दिनमा जुन तरिकाले बाल मृत्युदरलाई हामीले कम गर्न सक्यौँ, मातृ मृत्युदरलाई कम गर्न सक्यौँ, यो विषय चाहिँ यही पूर्ण खोप सुनिश्चितता भएको विषयसँग जोडिएको विषय हो। त्यसैले यो 1 वर्ष गरेर अब थन्किने विषय होइन, यो सधैँभरि नियमित ढङ्गले सञ्चालन गरिरहने विषय हो। यसमा तपाईँले जुन तरिकाले यो आज हामी यो भोजपुर जिल्लालाई पूर्ण खोप चाहिँ सुनिश्चितता भएको जिल्लाको रूपमा घोषणा गरिरहेका छौँ, तपाईँहरूको अथक र भगीरथ प्रयत्न योसँग जोडिएको छ र मात्रै आज हामी आइपुगेका छौँ। त्यसैले अघि मैले भने यो अझ ठुलो सभा हुनुपर्छ जस्तो मलाई लाग्छ होइन। यो विकाससँग जोडिएको असाध्यै महत्त्वपूर्ण कार्यक्रम थियो, परन्तु हामी असारको अन्तिम सातामा यो खेतीबाली भित्राउने समयमा छौँ, त्यसैले पनि होला हाम्रो उपस्थिति अलिक कम छ। परन्तु यो अरू विकासभन्दा अझ बढी महत्त्वपूर्ण विकासको रूपमा हामी कहाँ आएको विषय हो। र आफैमा यो विकाससँग जोडिएको, मानवीय गरिबीसँग जोडिएको विषय चाहिँ केसँग जोडिँदो रहेछ भने मान्छेले कस्तो प्रकारको जीवन बाँचिरहेको छ, स्वास्थ्यको अवस्था कस्तो छ भन्ने कुरासँग जोडिएको हुँदो रहेछ। अस्तिको अघिल्लो दिन मात्रै म काठमाडौँमै थिएँ, गृह मन्त्रालयबाट कार्यक्रममा गएको। मलाई सडान्द्र नगरपालिकाको मेयर साहबले फोन गरेर भन्नुभयो, सर एकजना चाहिँ यो नेपाली डाँडामा एकजना महिला चाहिँ बेहोस अवस्थामा हुनुहुन्छ, सुत्केरी प्रसुति हुन सक्नु भएन, उहाँलाई तुरुन्तै हेलिकप्टर चार्टर गर्ने व्यवस्था गरिदिन चाहिँ भन्दा मैले सरलाई रिक्वेस्ट गरेको भनेर मेयर साहबले मलाई भन्नुभयो। म आफै कुदेर महिला मन्त्रालयसम्म गएँ र त्यहाँ चाहिँ महिला मन्त्रालयको श्रीमान सचिवजीलाई मैले रिक्वेस्ट गरेँ। करिब हामीले त्यसको 1 घन्टाभित्रमा उहाँलाई रेस्क्यु गरेर विराटनगरसम्म पुर्यायौँ। अहिले उहाँको अवस्था खतरामुक्त छ भन्ने मैले थाहा पाएको छु। बच्चाको अवस्था राम्रो खालको अवस्थामा छ। यो आफैमा कस्तो कुरा रहेछ भन्नुहुन्छ भने यो मैले अघि यो गरिबीसँग जोडिएको, मानवीय मूल्यसँग जोडिएको विषय किन भनेको भने जो मानिसहरू घरमा जन्मिन्छन् ती मानिसहरू गरिब मानिस हुन् भन्छु क्या मैले चाहिँ। जो मानिसहरू घरमा मर्छन् नि ती मानिसहरू पनि गरिब मान्छे हो। अबको दिनमा मान्छे मर्छ नै भने पनि अस्पतालमा आएर मर्नुपर्छ, मान्छे जन्मिन्छ यदि भने पनि बर्थिङ सेन्टरमा अस्पतालमा गएर जन्मिनुपर्छ। राज्यले अस्पतालमा जन्मिनका लागि भनेर चाहिँ कम्तीमा वर्ष 1 पटकमा 4 पटकसम्मको निःशुल्क गर्भ जाँच गर्ने प्रक्रिया सुरु गरेको छ। बर्थिङ सेन्टरमा जन्म आउने आमाहरूको लागि यातायातको प्रबन्ध गरेको छ। यहाँ यतिका धेरै गाउँपालिकाका साथीहरू यहाँ हुनुहुन्छ, तपाईँहरूको गाउँपालिकाले सुत्केरी हुँदा जाने महिलाको लागि निःशुल्क एम्बुलेन्सको प्रबन्ध पनि गरेको छ। फेरि हेर्नुहोस्, अघि मैले भने त्यो हेलिकप्टरको चार्टर निःशुल्क हो सरकारले गरिदिएको, किनभने हामी मातृ मृत्युदरलाई शून्यमा जानको लागि परेका छौँ।
त्यसैले मैले भने कि जो मान्छे अझै पनि घरमा जन्मिन्छ त्यो गरिब मान्छे हो। अब चाहिँ कम्तीमा अस्पतालमा जन्मिनुपर्छ मान्छे। कम्तीमा त्यो महिलालाई एक दिन अघिल्लो दिनै स्वास्थ्य संस्थामा लगेको थियो यदि भने उहाँ त्यति धेरै जोखिममा पर्दैन। त्यसैले यो चाहिँ हामीलाई अब जोडिएको मानवीय मूल्यसँग जोडिएको असाध्यै महत्त्वपूर्ण कुरा। सरकारले पनि मातृमृत्युदरलाई शून्यमा झार्ने, अहिले हामी कहाँ प्रति 1 लाख आमाहरू बराबर 151 जना आमाहरू अहिले पनि बच्चा जन्माउने क्रममा मरिरहेका छन् नेपालमा। त्यसलाई शून्यमा झार्नुपर्छ। अहिलेको हामी यतिको धेरै विकसित समाजको कुरा गरिरहेका छौँ, 21औं शताब्दीको कृत्रिम बौद्धिकताको समाजमा छौँ भनेर हामी कुरा गरिरहेका छौँ। अझै पनि 1 लाख आमाहरू बराबर 151 जना आमाहरू मरेको खबरले हामी खुसी छैनौँ। हेर्नुहोस्, यसलाई कसरी शून्यमा लान सकिन्छ, यो हाम्रो चासोको विषय हो। अझै पनि मलाई अस्तिको दिन मात्रै अरूण गाउँपालिकाको उपाध्यक्षज्यूले भन्नुभएको थियो, एकजना महिला बेहोस हुनुभएको छ, सर के गर्ने भन्नु थियो। पछि उहाँको होस आएछ, पछि उहाँले बच्चा जन्माउनु पर्ने खबर पाइयो। यो विषयमा हामी अझ बढी चासो दिनुपर्ने, सवाल राख्नुपर्ने विषयमा हामीहरू छौँ। पहिलो कुरा त जन्मिने विषयमा गएर कुरा गर्दाखेरि होइन, यो अहिले पछिल्लो दिन हामी कहाँ प्रविधिको विकास हुँदै गएको छ। प्रविधिको विकासले हामी कहाँ फरक छ कि यसलाई फरक पार्ने। मेरो एकजना गाउँको एकजना आफन्त मान्छेले भन्नुभयो न, बिहानै उठेर धारामा पानी लिन भन्न गएको थिएँ, फर्केर आउँदा मैले के अरे पानी लिएर आउन सकिनँ, नानी लिएर आएँ भन्नुभयो। अघि धेरैजना मान्छेहरू गैरी खेतमा धान रोप्दै मलाई व्यथा लाग्यो कि अनि यो कान्छो छोरो जन्मिएको भनेर आमाले भन्नुहुन्छ। अघि एकजना मेरै आफन्त पर्ने मान्छेले भन्नुभयो, मलाई 6 घन्टासम्म लगातार व्यथा लाग्यो र यो साइनो जन्मिएको। तर साइनो जन्मेपछि पनि व्यथा लाग्न छोडेन मलाई, किन भनेको मेरो पेटमा अर्को पनि बच्चा रहेछ, जुम्लिया बच्चा रहेछ उहाँको पेटमा। तर जुम्लिया बच्चा रहेको उहाँलाई थाहा थिएन, किनभने त्यो समयमा अल्ट्रासाउन्डको समय थिएन। परन्तु अहिले त हामी कहाँ परीक्षण गर्ने पद्धतिहरू छन्। राज्यले यो पद्धतिलाई निःशुल्क बनाउनुपर्छ भनेर भनिएको छ। त्यसैले यो खोपसँग जोडिएको, मातृ शिशु मृत्युदरसँग जोडिएको यी कार्यक्रमहरू जति धेरै हामीले प्रचार गर्न सक्छौँ, जति धेरै गाउँ तल्लो तहसम्म लैजान सक्छौँ, यसले हाम्रो मानवीय मूल्यलाई अझ धेरै बढाउँछ। त्यसैले यो जुन पवित्र कार्यक्रममा आज हामी भेला भएका छौँ, यो असाध्यै सुन्दर र हाम्रो जिल्लाको विकाससँग जोडिएको कार्यक्रम हो। त्यसैले मैले भने कि यो कार्यक्रममा अझ सघन उपस्थिति हुनु पर्थ्यो। अरू विकासमा यो अझ गहन विकास हो, मानव विकाससँग जोडिएको कार्यक्रम अवस्था हो। त्यसैले यो कार्यक्रम आयोजना गर्नका लागि यहाँहरूले जसरी सब प्रयत्न गर्नुभएको छ, यहाँहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट धेरै धेरै भन्दै आगामी दिनमा भोजपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता सधैँभरि गरिराख्नका लागि, यसको दिगोपना गर्नका लागि जसरी आज हामीले हस्ताक्षर गरेका छौँ, यो हाम्रो निर्जीव हस्ताक्षर होइन, हामी सबैको सजीव हस्ताक्षर हो। यो सजीव हस्ताक्षरलाई अझ धेरै सघन बनाउनका लागि हामी सबैको समन्वयात्मक प्रयत्न रहनेछ भन्ने कुरा विश्वास गर्दै यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद र बधाई भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।